यो चाहिँ जङ्गलको बीच सहरभन्दा टाढा। अब म्याक्सिमम यो अस्ट्रेलियाको गाउँहरू चाहिँ यस्तरी नै बसेको हुन्छ हैन। प्रकृतिको बीचमा, जङ्गलको बीचमा विकास भनेको चाहिँ यिनीहरूले बाटो चाहिँ हरेक ठाउँमा पुऱ्याएको छन्, तर प्रकृतिलाई अलिकति पनि बिगारेको छैनन्। मजाले सुनसान ठाउँमा बस्ने, काम गर्न जाने, आफ्नो काम गर्ने, आउने र यसरी बसेको छन् हैन। हाम्रो देशमा पनि सबै ठाउँमा चाहिँ लगभग यही डाँडा काँडा जङ्गलहरू छन् है। डाँडा काँडा नमासिकन यसरी विकास गर्न सक्यो भने चाहिँ हैन, देशले काँचुरी फेर्छ अनि प्रकृति पनि संरक्षण हुन्छ। सबैले प्रकृतिको संरक्षण गर्नुपर्छ हैन। मेन बाटो बनाउने तरिकाहरू, बाटोको रुल्सहरू हैन, यहाँको सिस्टमहरू चाहिँ सबै नै हामीले यसरी नै गऱ्यौँ भनेदेखि केही कुराहरू पनि असम्भव भन्ने छैन हैन। अब यो पुरै यो व्यक्तिगत जङ्गल हो सायद मेरो विचारमा यो हैन। जङ्गलको बीचमा यसरी आफ्नै घर, आफ्नै गाडी, आनन्दले बस्यो, काम गर्यो, जिन्दगी भनेको हैन। अब यसरी नै हाम्रो नेपालमा पनि यसरी नै डेभलप गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। धेरै सुन्दर ठाउँ।